नमस्कार। नेपाल टेलिभिजन हेरेर बसिरहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूमा काठमाडौँ महानगरपालिकाको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। दर्शकवृन्द, कार्यक्रममा हामी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका विभिन्न गतिविधिहरू यहाँहरू सामु प्रस्तुत गर्दै आइरहेका छौँ अनि त्यससँग सम्बन्धित व्यक्तित्वसँग पनि कुराकानी गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा भने हामी केही फरक विषय उठान गर्ने प्रयास गर्दैछौँ। जलन अर्थात् कुनै पनि कारणले पोल्नु। हामी काठमाडौँमा हेर्ने भने पछिल्लो समय आगलागीका घटनाहरू पनि बढ्दै गइरहेका छन्। एसिड प्रहारका घटना पनि त्यत्तिकै बढ्दै गइरहेका छन्। त्यति मात्रै होइन, घरभित्रै विभिन्न प्रकारले जलनको काम अर्थात् आगो अथवा पोल्ने काम पनि भइरहेको देखिन्छ, चाहे भान्सामा होस् चाहे अन्य विषयमा। यो जलन अर्थात् आगलागी र त्यस पछाडि हामीले गर्नुपर्ने काम के हो, चुनौतीहरू कस्ता छन्, यसमा यो विषयमा आज हामी कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ डाक्टर शङ्कर राई, जो लामो समयदेखि यस विषयमा काम गरिनुभएको छ। उहाँसँग यो विषयमा कुराकानी गर्नेछौँ। प्लास्टिक सर्जन डाक्टर शङ्कर राईसँग यहाँलाई स्वागत। धन्यवाद। पछिल्लो समय सहरी क्षेत्रमा हेर्ने हो भने एसिड प्रहारका घटनाहरू पनि बढ्दै गइरहेका छन्, आगलागीका घटनाहरू पनि बढ्दै गइरहेका छन्। तर हामीले आगलागी भइसके पछाडि अथवा एसिड प्रहार भइसके पछाडि अथवा घरभित्रै पनि जलन भइसके अथवा पोले पछाडिको अवस्थाले हेर्ने भने त्यति धेरै प्राथमिकता दिएको पाइँदैन भन्ने सुनिन्छ। यहाँको अनुभवमा के छ भन्नुहोस् न। एसिड बर्न चाहिँ नै एसिड एट्याकहरू पत्र पत्रिकामा अथवा मिडियामा जति सजिलोसँग आउँछन् त्यत्तिकै सजिलोसँग अरू जलनका घटनाहरू आउँदैनन्। जसले गर्दाखेरि यहाँहरूलाई के लाग्छ भन्दाखेरि एसिडका घटनाहरू चाहिँ धेरै रहेछन् भन्ने त्यो लाग्छ। तर हाम्रो स्ट्याटिस्टिक्स अनुसार, हाम्रो डाटा अनुसार चाहिँ त्यस्तो खालको छैन। म कीर्तिपुर अस्पतालमा काम गर्छु। कीर्तिपुर अस्पतालमा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर भन्ने छ, जहाँनिर त्यो आगोले पोलेका मानिसहरूको उपचार अहिले भइराखेको छ विगत 7 वर्षदेखि। त्यसको डेटा अनुसार चाहिँ हामीले वर्षमा 2-3 जना जस्तो एसिड बर्नहरू हामी देख्छौँ। तर यो वर्ष चाहिँ हामीले धेरै देख्यौँ। गएको 1 वर्षमै हामीले 3टा घटनाहरू हाम्रै अस्पतालमै उपचार भएका छन्, अरू अस्पतालमा पनि भएका होलान्। त्यसले गर्दाखेरि चाहिँ यहाँहरूको ध्यान त्यतापट्टि आकर्षण भएको। तर त्यही समयमा हामीले झन्डै 600 जना अरू बिरामीहरू आगोले पोलेका विभिन्न तरिकाको अघि हजुरले भने जस्तै ती सबै बिरामीहरूको 600 जतिको उपचार फेरि भइसक्यो। त्यसो हुनाले यसलाई चाहिँ नि अहिले हजुरले भने जस्तो जनचेतनाको कमी भन्ने चाहिँ त्यो हामीले पनि महसुस गरेका हो। विशेष चाहिँ अब त्यो त्यस्तो घटनाहरूबाट हामी कसरी बच्न सक्ने भन्ने र घटना भइहाल्यो भने कसरी हामीले चाहिँ प्राथमिक उपचार घरमै लिन सकिन्छ भन्ने कुराको ज्ञान चाहिँ एकदमै कमी हो। र त्यसमा सबैको कमजोरी, हामी चिकित्सकहरूको पनि कमजोरी, समाजकै पनि कमजोरी होला अथवा सरकारकै पनि कमजोरी हुन सक्ला, त्यो चाहिँ छ। तर हामीले प्रयास चाहिँ नगरेको होइन। सरकारले र हाम्रो जस्तो संस्थाहरू, विभिन्न संस्थाहरू छन्, आगजनीको घटनाहरू कम गर्नको लागि पनि लागि परेका छन्। त्यस्तै गरेर कुनै पनि जलन भएपछि के गर्नुपर्ने भन्ने खालको संस्थाहरू पनि छन्। अन्य रोगहरूभन्दा जलनको विषय अलि फरक किसिम पनि भयो, त्यसकारण पनि प्राथमिकता नपरेको अथवा यो त आकस्मिक रूपमा हुने विषय पनि भयो, त्यसकारण अलिक प्राथमिकता परेन भन्ने यसमा काम गर्ने सरोकारवाला व्यक्तिहरू अथवा संस्थाहरूको गुनासो पनि छ। यहाँले भनेको कुराले मलाई चाहिँ के दिमागमा आयो भन्दाखेरि आगोले पोलेको भन्दैमा सबै जटिल घटनाहरू नहुन सक्छन्। अघि हजुरले भने जस्तै किचनमा सानो केही अम्लामा घाउमा कतै पोलेर घाउ हुन सक्दछ। त्यो खालको घटना धेरै नै हुने, तर त्यो रिपोर्टेड हुने कुरा सम्भावना नि भएन। तर अब जब कुनै पनि व्यक्तिलाई धेरै शरीरको धेरै भागमा र गहिरो गरेर जलन हुन्छ अथवा शरीरको महत्त्वपूर्ण अङ्गहरूमा जलन हुन्छ गहिरो गरेर, त्यो बेलामा चाहिँ त्यो एकदमै जटिल बन्न पुग्दछ। र शरीरको धेरै जल्यो र उमेर पुगेका मान्छेमा अथवा पहिले नै अरू रोगहरू जस्तै डायबिटिज, हाइपरटेन्सन भइराखेका, क्यान्सरको औषधि खान परिराखेका त्यस्ता मान्छेहरूमा चाहिँ यो रोग एकदमै हामीले उहाँहरूलाई ज्यानै बचाउन पनि हामीलाई धौधौ पर्छ। उमेर पुगेकाहरूलाई, धेरै जलेकोहरूलाई त्यसो भएन जोखिम छ, एकदमै जोखिम छ। तर अब के हो भन्दाखेरि सबै त्यस्ता व्यक्ति हुँदैनन्। यहाँहरूसँग आइपुगेका बिरामीहरू हेर्ने भने कस्ता खालका बढी बिरामीहरू चाहिँ अस्पतालसम्म पुग्ने गरेका छन्? धेरै त अस्पतालसम्म पुग्ने वातावरण पनि छैन, अस्पताल पुग्नुपर्छ, यसलाई उपचार गर्नुपर्छ भन्ने भन्दा पनि हामीले घरमा चाहिँ परम्परागत रूपमा जसरी आगलागी हुने बित्तिकै अथवा चाहिँ केसले पोल्ने बित्तिकै होइन विभिन्न खालका चाहिँ घरेलु उपचारहरू
अपनाइरहेका पनि छौँ। यद्यपि डाक्टर साहबसम्म आइपुग्दाखेरि कस्ता बिरामीहरू चाहिँ अस्पतालसम्म आइपुग्छन्? हामी कहाँ चाहिँ धेरै सो अब अलिकता बढ्ता नै जलेको जटिल बिरामीहरू नै बढ्ता आउने हो। तर सङ्ख्यामै हिसाब गर्दाखेरि चाहिँ हाम्रो स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार चाहिँ प्रत्येक वर्ष 50,000 जति मान्छेहरूलाई आगजनीको आगोले पोल्ने घटनाहरू हुने रहेछ। त्यसमध्ये हामी कहाँ आइपुग्ने भनेको 600। तर 600 वर्षमा आउने भनेको पनि त्यसरी एडमिसनै हुनेहरू उहाँहरू चाहिँ ओपिडीको मात्रै होइन, 600 जना बिरामी अपरेसनै गर्नुपर्ने खालका अधिकांश एडमिसनै हुनुपर्ने, अस्पतालमा भर्ना नै हुनुपर्ने खालका बिरामीहरू हामी कहाँ अहिले आइरहेका छन्। तर त्यो सङ्ख्या चाहिँ अहिले काठमाडौँमा भएका अथवा नेपालमा भएका सबै अस्पतालहरू जहाँनिर यो ज्वलनको उपचार हुन्छ ती सबैको भन्दा यो धेरै हो सङ्ख्या चाहिँ। अरू सबै अस्पतालको सङ्ख्या जोड्दाखेरि पनि 600 चाहिँ पुग्दैन, त्यस्तो हामीले स्ट्याटिस्टिक्स देखाएको छौँ। त्यसो हुनाले तर अब के छ भने काठमाडौँको मात्रै होइन, यहाँ सरले के बुझिदिनु पऱ्यो भने यो चाहिँ अहिले यहाँ काठमाडौँ महानगरपालिकाले यो कार्यक्रम चलाइराख्या, उनीहरूले महानगरपालिकाको मात्रै पिक्चर आइराख्या हो कि भन्ने पर्न सक्दछ। यो नेपालभरिकै बिरामीहरू जस्तो भनौँ गएको वर्ष चाहिँ हामीले 72वटा जिल्लाबाट हामीले बिरामी भर्ना गर्नु पऱ्यो हाम्रो अस्पतालमा, कीर्तिपुर अस्पतालमा। त्यसो भएको हुनाले यो नेपालभरिकै त्यसले चाहिँ देखाउँछ डेटामा होइन। त्यो छ। अधिकांश चाहिँ कस्तो छन् भने अब 20% जस्तो जलेको, शरीरको 20% भाग जलेपछि हामी त्यसलाई मेजर बर्न भन्छौँ। गहिरो गरेर जल्यो भने र सर्टेन शरीरको कुनै महत्त्वपूर्ण भागहरूमा जल्यो भने पनि त्यसलाई हामी गहन ज्वलनको रूपमा हामी लिन्छौँ। ज्वलनको कुराकानी गरिरहँदाखेरि कतिपय स्थानीय तहमा भएको अस्पताल अथवा स्वास्थ्य चौकीसम्म पुग्दाखेरि कतिपय त्यहाँ स्वास्थ्य कर्मीहरूलाई नै ज्वलनको चाहिँ बढी ज्ञान नभएको कारणले सिधै अस्पताल रिफर गरिदिने चलन पनि छ भन्छन् नि हो? हजुर, त्यो केही मात्रामा हजुरले भन्नुभएको सत्य कुरा हो। तर के हो भन्दाखेरि कुनै पनि डाक्टरले नर्सले आगोले पोल्दाखेरि के प्राथमिक उपचार गर्नुपर्छ र त्यो पछाडि तुरुन्तै के गर्नुपर्ने भन्ने उहाँहरूलाई ज्ञान हुन्छ, नभएको होइन। तर समस्या कहाँनिर हो भन्दाखेरि जब जटिल ज्वलनको बिरामीहरू उहाँकोमा आइपुग्नुहुन्छ त्यो बेलामा उहाँहरूलाई के लाग्छ भने यो बिरामीको उपचार हामीले गर्ने होइन, यो हामीले माथि नै पठाउनुपर्छ अर्कै सेन्टरहरूमा जहाँनिर आगोले पोलेका मान्छेहरूलाई, ज्वलनका बिरामीहरूलाई राम्रोसँग उपचार गर्न सकिन्छ, अर्गनाइज सिस्टम भएको ठाउँमा पठाउनु पऱ्यो भन्ने त उहाँहरूलाई लाग्छ। तर समस्या के हो भन्दाखेरि आगोले जलेपछि मेजर बर्न भयो, अहिले मैले अलि धेरै जलेको बिरामीहरूलाई 20% भन्दा धेरै जलेको बिरामी अथवा उमेर धेरै पुगेका बिरामीहरूलाई चाहिँ नै त्यो ज्वलन चाहिँ एकदमै जटिल हुने भएको हुनाले उहाँहरूलाई चाहिँ हायर सेन्टरहरूमा, माथिल्लो अस्पतालहरूमा पठाउनु पर्ने आवश्यकता त हो। तर तुरुन्तै पठाउने भन्दा पनि पहिलो 24 घण्टा चाहिँ उहाँहरूले आफ्नै अस्पतालमा राखेर उपचार गर्ने। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा ठुलो उपचारहरू छैन, अपरेसनहरू गर्नुपर्ने अवस्थाहरू कमै छ, केही मात्रै छन्। तर अधिकांश बिरामीहरूलाई त्यहाँ उहाँहरूले नसाबाट सेलिन दिने भन्छौँ हामी, रिन्जेस ल्याक्टेट भन्ने सोल्युसन दिन्छौँ। त्यो औषधि हामीले दिन सक्यौँ भने, पानी हो बेसिकली, त्यो पानी दिन सक्यौँ भने त्यो बिरामीहरूलाई बचाउने सम्भावना धेरै छ। तर अहिलेको समस्या चाहिँ के हो भने यहाँले भने जस्तै त्यो बिरामी त्यहाँ आउने बित्तिकै हामीले यसको उपचार यहाँ गर्ने होइन, तपाईँहरू हायर सेन्टरमा जानुहोस् भनेर पठाउँदाखेरि। तर अब अघि मैले भने जस्तै 72 जिल्लाबाट आउँदाखेरि त धेरै टाढा पनि आउने भयो उनीहरू, र त्यो पहिलो 8 घन्टाभित्रमा चाहिँ एकदमै धेरै पानी दिन पर्ने। तर त्यो 8 घन्टा के 24 घन्टै पनि बिरामी त काठमाडौँसम्म आउनलाई नै लाग्ने भयो। त्यो लाग्दाखेरि पनि कस्तो भयो भने हाम्रो अधिकांश एम्बुलेन्सहरूमा ड्राइभर मात्रै हुन्छ, बिरामी र बिरामीका मान्छे बसेर आउने हो। त्यहाँ त कुनै नर्स अथवा डाक्टर अथवा कुनै पारामेडिक बसेर उपचार कन्टिन्यू गरिराख्ने विदेशको जस्तो त हाम्रो होइन। त्यसले गर्दाखेरि त्यो ट्रान्सपोर्टेसनमा जुन टाइम लाग्छ 8 घन्टा 10 घन्टा कति लाग्ने हो, त्यो सबै समय बिरामीको उपचारको लागि एकदमै केही पनि नपाउने भयो। महत्त्वपूर्ण समय हो त्यो 24 घन्टा, त्यो अझ त्योभन्दा पनि पहिलो 8 घन्टा एकदमै महत्त्वपूर्ण समय। तर त्यही समयमा उहाँहरूले पाउनुपर्ने पानी मात्रै। त्यो आग लागि भइसके पछाडि, ज्वलन भइसके पछाडिको 8 घन्टाभित्र जति सक्दो चाँडो उपचार गराउनुपर्ने अवस्था रह्यो, धेरै पानी दिन। तर यहाँले भनेको अनुसारै कुराकानी जतिसक्दो धेरै पानी चाहिने भन्ने कुरा यहाँले गर्नुभयो। तर हाम्रो परम्परागत रूपमा हेर्ने भने, समाजमा हेर्ने भने चाहिँ अब आगोले पोल्यो त्यस कारण पानी चाहिँ प्रयोग गर्न हुन्न भन्ने जुन पुरानो सोचाइ पनि छ। हजुर, यो पनि प्रश्न पारिदिनुहोस् न। पानी प्रयोग गर्ने नहुने, पानी खाने दिन नहुने हो, अथवा अहिले परम्परागत रूपमा हेर्ने हो भने हामीले त्यस्तै पाउँछौँ नि। त्यो यहाँले प्रश्न पारिदिनु भने अब दुर्घटना कहीँ कतै भयो भने उहाँहरूले चाहिँ पानी चाहिँ महत्त्वपूर्ण रहेछ, 8 घन्टाभित्र चाहिँ जतिसक्दो चाँडो उपचार गर्नुपर्ने रहेछ भन्ने उहाँहरूलाई ज्ञान होस्। एकदमै राम्रो प्रश्न गर्नुभयो। त्यो पहिलो 8 घन्टामा उहाँहरूलाई चाहिँ नै त्यो
पानी दिनै पर्ने, धेरै दिन पर्ने चाहिँ त्यो आवश्यकता छ। तर त्योभन्दा पनि अगाडि आगोले जल्ने बित्तिकै कुनै पनि जलन भएपछि हामीले त्यो जलिएको ठाउँमा चाहिँ बगिरहेको पानी हामीले खनाइराख्नुपर्ने, त्यसो गर्नुपर्छ आधा घन्टासम्म। त्यसो गर्दाखेरि चाहिँ त्यो घाउ गहिरो हुन पनि पाउँदैन र धेरै फैलिन पनि पाउँदैन। गहिरो भएन भने हामीले अपरेसन गर्नु पनि पर्दैन, कुनै उहाँहरूलाई चिकित्सामा भनौँ न शल्य चिकित्सा नै गर्नुपर्ने आवश्यकता हुँदैन। तर अब गहिरो भयो भने त हामीले विभिन्न अपरेसनहरू गर्नुपर्छ, त्यसमाथि पनि कति जलेको हो त्यसमा पनि भर पर्दछ। शरीरमा जलेको जति सबैको एकैचोटि अपरेसन गरेर पनि नपुग्ने हुन्छ, धेरैचोटि अपरेसन गर्नुपर्ने। त्यस कारण त्यो जटिलतालाई कम गर्नलाई पहिलो आधा घन्टा त पानी नै लाउनु पर्यो। भनेपछि मैले यहाँलाई रोकेँ, कतिपय घटना कस्ता हुन्छन् भने आगलागी भयो अथवा जलन भयो, त्यस पछाडि त्यो बाटाको पानीमा अथवा चाहिँ पानीमा डुबाएर राख्ने अथवा चाहिँ टमाटर हर्ले राख्ने, आलु काटेर दल्ने, एलोभेरा दल्ने त्यस्तो पनि पाइन्छ। यो चाहिँ कति उपयुक्त हो अथवा चाहिँ ठिकै हो, के हो? त्यहाँनिर जति पनि जुन भागमा जलन भयो त्यो भागको जलन गहिरो हुन नपाओस् अथवा धेरै नफेलोस् भनेर त्यहाँको जुन तापक्रम छ, धेरै माथिको तापक्रमलाई हामीले शरीरको तापक्रमसम्म ल्याइदियौँ भने, शरीरको तापक्रम त 37 डिग्री सेन्टिग्रेड मात्रै हो, त्योमा अथवा त्योभन्दा अलिकति तल ल्याइदियौँ भने त्यसले ड्यामेज गर्न नपाउने हो, अरू क्षति पुर्याउने। जति जलन भएको छ त्योभन्दा अन्त फैलिन नपाओस् भन्ने नै उद्देश्य हो। एक्ज्याक्टली, त्यो गहिरो पनि नहोस् र नफैलियोस् पनि भनेर त्यो पानी लगाउनु पर्यो। पानी चाहिँ नै बगिराखेको पानी लगाउनु पर्ने आधा घन्टासम्म। अब त्यसमा पनि धेरै मान्छेहरूको कस्तो सोचाइरहेछ भन्दाखेरि त्यसरी पानी त लाउनु हुन्न, नत्र फोका उठ्छ भन्ने रहेछ। तर अब त्यो चाहिँ के हो भन्दाखेरि नबुझेर नै भन्छु म। तर हामीले पहिलेको सोचाइ जस्तो भनौँ, कति बच्चाहरूलाई डायरिया हुँदाखेरि होइन, डिसेन्ट्री हुँदाखेरि पानी खुवाउनु हुन्न भन्ने पहिलेको जुन विश्वास थियो त्यो अहिले त सबै हटिसक्यो। सबैले जीवन जल खुवाउन थालिसके होइन, त्यो भइसक्यो। तर यो आगोले पोलेकोमा पनि त्यसरी पानी लाउनुपर्छ भन्ने चाहिँ अझै पनि विश्वास धेरै मान्छे अन्धविश्वास। भनेपछि आगलागी भयो अथवा जलन हुने बित्तिकै पानीको मात्रा प्रशस्त रूपमा शरीरमा हुनु पर्यो। हजुर, पहिले चाहिँ खन्याउनै पर्यो। जुन भागमा जलन भएको त्यो भागमा आधा घन्टासम्म त पानी नै खन्याइराख्नु पर्यो। त्यो भयो एकातिर। त्यो पछाडि चाहिँ पानी उहाँको मुखबाट अथवा नसाबाट हामीले दिनुपर्ने हुन्छ। तर मुखबाट लिँदाखेरि चाहिँ नि जुन सामान्य हामीले पानी पिउने गर्छौँ त्यो पानीले चाहिँ हुँदैन, त्यसमा चाहिँ जीवन जल भन्ने लगाउनुपर्छ। किनभने त्यो धेरै जलेको मान्छेको शरीरबाट, शरीरको नसाबाट, रक्त नलीबाट शरीरभित्रै नै त्यो बाहिर जान्छ, तर नसाभित्र चाहिँ हुँदैन। त्यो नसाभित्र नभएको पानी हाम्रो शरीरमा सर्कुलेसन हुन पाउँदैन। भनेपछि आगलागी भयो भने जीवन जल चाहिँ महत्त्वपूर्ण देखियो। हजुर हजुर, एकदमै एकदमै। जीवन जल मात्रै खाएर पनि, जस्तो भनौँ अघि मैले भने ट्रान्सपोर्टेसनमा कहीँबाट एम्बुलेन्समा बिरामी आउँदाखेरि यदि त्यहाँ कसैले पानी दिन सक्ने, नसाबाट दिन सक्ने मान्छे नहुने हो भने पनि हामीले जीवन जल मात्रै 3-4 बोतल जीवन जल चाहिँ खुवाउँदै बिरामीलाई ल्याउन सकियो भने पनि त्यसले पनि हामीलाई सहयोग गर्छ। त्यो पनि हुन सकिरहेको छैन अहिले। त्यसो भएको हुनाले यहाँले भन्नुभएको एकदमै राम्रो कुरा भयो। तर अब त्यसमा के छ भन्दाखेरि त्यो घाउमा चाहिँ विभिन्न चिजहरू लगाउने, जस्तो एलोभेरा पनि भनौँ। एलोभेरा एकदमै राम्रो चिज हो, तर त्यो इमर्जेन्सीकै बेलामा लगाउने चिज भएन त्यो चाहिँ। किन भन्दाखेरि त्यो बेलामा हाम्रो उद्देश्य के हुन्छ भन्दाखेरि त्यहाँको तापक्रमलाई कसरी नर्मल तापक्रममा लिएर आउने भन्ने हो। आगो लाग्ने बित्तिकै अथवा जलन हुने बित्तिकै एलोभेरा लाउने भन्दा पनि पानीमा आधा घन्टा निरन्तर बगिरहेको पानी चाहियो। हजुर हजुर, होइन। हामी त्यो पछाडि चाहिँ अनि एलोभेरा लगाउन सकिन्छ। तर पहिले नै एलोभेरा लगाउँदाखेरि त्यसको दुईटा इफेक्ट भयो। एउटा चाहिँ त त्यसले तापक्रमलाई धेरै तल ल्याउन सक्दैन, किनभने तपाईँले थोरै मात्रै लगाइन्छ त्यहाँ लगाउँदाखेरि। त अर्को एउटा के गर्छ भने त्यसले एउटा लेयर बनाउँछ, त्यहाँ एउटा तह बनाइदिन्छ, जसले गर्दाखेरि त्यो हिटलाई बाहिर जान दिँदैन, डेसिपेट हुन दिँदैन, बाहिर जान दिँदैन। त्यो गर्दाखेरि त्यो हिट त त्यहीँ नै बसिराख्ने भयो। त्यसले गर्दाखेरि झन् गहिरो र झन् धेरै फैलाउने भयो। त्यसो भएको हुनाले सुरुको आधा घन्टामा चाहिँ हामी औषधि पनि लगाउँदैनौँ। औषधि हामीसँग जुन छ, लेपहरू लगाउनेहरू छ, हाम्रो विभिन्न खालको क्रिम, ओइन्टमेन्टहरू छ, मलमहरू छ, त्यो मलम पनि हामी आधा घन्टाभित्रमा लगाउँदैनौँ। आधा घन्टासम्म त्यसलाई कुलिङ नै गरेर मात्रै मलम पनि लगाउँछौँ। त्यो आधा घन्टा पछाडि मलम छैन भने एलोभेरा पनि लगाउन सकिन्छ। तर पहिलो नै आधा घन्टामै हामीले त्यो लगायौँ भने त्यहाँको हिट बाहिर गएन भने त्यहीँ नै बसिराख्ने भएको हुनाले त्यो राम्रो कुरा भएन। अब अरू चिजहरू लगाउने, टुथपेस्ट, अब गोलभेडा, कति ठाउँमा त गोबरै लगाएको, माटो लगाएको पनि घटनाहरू हामी पाउँछौँ। त्यो चाहिँ गलत हो, त्यो एकदमै गलत हो। त्यो लाउन पाइएन। त्यसले जलनलाई झन् गहिरो बनाउन सक्दछ अथवा त्यसलाई कुल बनाउन, त्यसलाई चिसो बनाउन त सक्दैन, थोरै मात्रै हो। भनौँ न, म हजुरलाई एउटा इक्जाम्पल दिन्छु। हामीले प्रेसर कुकरमा खाना बनायौँ र छिटै खान पर्यो, त्यसलाई चिसो बनाउन पर्यो भने अब त्यसलाई चिसो बनाउनलाई हामीले के गर्नु पर्यो त?
रनिङ वाटरमा त्यो हामीले चाहिँ नि बगिराखेको पानीमा हामीले त्यो प्रेसर कुकरलाई राखिदियौँ भने त्यो त 2 मिनटमै चिसो भइहाल्छ, हामी खान सक्छौँ। त्यसको सट्टा हामीले गोलभेडा काटेर अथवा एलोभेरा काटेर त्यसलाई हामीले लेप लगायौँ भने त्यसलाई चिसो बनाउनलाई कतिवटा गोलभेडा चाहिएला, कतिवटा उसले बाहिर आउन दिएन। त्यसको कुनै अर्थ भएन। त्यसो भएको हुनाले त्यसको मेडिसिनल भ्याल्यु भनौँ न, जस्तो एलोभेराको त मेडिसिनल भ्याल्यु पनि छ, हामी बुझ्छौँ त्यो, तर त्यसको पनि फाइदा आलु र गोलभेडा लगाएर हामीले जलनलाई चिसो बनाउन सकिएन, न्यूनीकरण गर्न अथवा कम गर्न, त्यसको पोलाइ दुखाइ कम गर्न बिरामीलाई सहज छैन। जति सक्दो धेरै चाहिँ हजुर पानी बगिरहेको पानी अथवा जगले हालेर भए पनि कन्टिन्यू बगिरहेको पानी चाहियो बगिरहेको पानी। र ताजा पानी चाहियो आधा घन्टासम्म। आधा घन्टासम्म। अब यो जलनको विषयमा कुराकानी गरिरहँदा प्रत्येक दिन कहीँ न कहीँ जलनका घटनाहरू त भइरहेका हुन्छन्। अब यहाँले अघि पनि भनिसक्नु भएको छ, एसिडका घटना चाहिँ तत्कालै सञ्चार माध्यमहरूमा आउने भए होइन, इस्यु ठुलो हुने भयो। तर त्योभन्दा फरक किसिमका जलनहरू पनि धेरै छन् त्यसो। अब विभिन्न थरीको, अब हजुरले अघि भने जस्तै एसिड अट्याकै कुरा भयो, तर त्यो एकदमै न्यून सङ्ख्यामा हुन्छ र अब अहिलेको हाम्रो कडा कानुनले गर्दाखेरि अझै हाम्रो आशा छ कि त्यसलाई कम हुनेवाला छ भनेर। तर अरू खालको घटनाहरूमा सबैभन्दा धेरै चाहिँ तातो पानी अथवा तातो खानेकुरा, तातो तेल, त्यस्तो खालको शरीरमा परेर पनि जलनको घटनाहरू धेरै पाउँछौँ हामी। हजुरकोमा आउने बिरामी चाहिँ हजुर सबभन्दा बढी कस्ता खालका आउँछ? हामी कहाँ आउने बिरामीहरू चाहिँ धेरै जसो फ्लेम बर्न भन्छौँ हामी, आगोको लप्काले नै जलेको बिरामीहरू आउँछन्। त्यो पनि सिजनल छ, त्यो कुन सिजनमा हामी छौँ भनेर। जस्तो जाडोको सिजनमा हाम्रो धेरै जसो वृद्ध महिलाहरू, त्यो पनि तराईबाट उहाँहरूले त्यो चाहिँ जब एकदमै चिसो हुन्छ त्यो पछाडि उहाँले आगो ताप्नु पर्यो। अगाडिबाट आगो ताप्दासम्म उहाँहरूलाई त्यो घटना हुँदैन, तर पछाडि त फेरि जाडो भइहाल्छ। अनि पछाडि फर्कँदाखेरि चाहिँ पछाडिको कपडाहरू त्यहाँ आगोले टिप्दासम्म पनि उहाँहरूलाई थाहा हुँदैन र उमेर पुगिसकेपछि त्यो तुरुन्तै हामीले निभाउन अथवा उहाँहरूले सहयोग माग्न पनि अलिकता गाह्रो हुन्छ। त्यसले गर्दाखेरि पनि ज्वलन चाहिँ एकदमै धेरै जटिल भएर उहाँहरू आउनुहुन्छ यो अहिले विन्टरको बेलामा चाहिँ, जाडोको बेलामा। अरू बेलामा बच्चाहरूको चाहिँ त्यो तातो तेलहरूले, तातो दुध, चिया, तातो भाँडाहरू, अब गाउँतिर चाहिँ कस्तो छ भने त्यो ठुल्ठुलो भाँडाहरूमा गाई भैँसीलाई खाना बनाइएको हुन्छ, त्यो भुइँको लेभलमै हुन्छ। अनि बच्चाहरू खेल्दै जाँदाखेरि पल्टिएर त्यहाँभित्र परेको थुप्रै घटनाहरू त्यस्तोहरू छ। सहर केन्द्रित हेर्ने हो भने चाहिँ कस्ता खालका छ? सहरमा चाहिँ एउटा चाहिँ इलेक्ट्रिकल बर्न भन्छौँ हामी, जुन त्यो बिजुलीको कारणले गर्दाखेरि। अर्को चाहिँ ग्यासहरू त्यो लिक भएर हुने खालको, र अरू चाहिँ ताप्दाखेरि नै हुने खालको नै बढ्ता छन्। करेन्टको बर्न भयो भने, आगलागी भयो अथवा चाहिँ करेन्टबाट जलन भयो भने चाहिँ के गर्ने? त्यसमा पनि त्यही नै हो। पहिले चाहिँ हामीले त्यो करेन्ट लागेको ठाउँबाट उहाँलाई सेफली हामीले बाहिर निकाल्नु पर्यो। करेन्टहरू कहाँबाट स्रोत हो त्यसलाई बन्द गरिदिनु पर्यो होइन। त्यो पछाडि चाहिँ उहाँहरूलाई चाहिँ नै अघिको मैले भनेको जस्तै गरेर पानी नै खन्याउनु पर्छ। करेन्टबाट जले भने पनि पानी नै आधा घन्टासम्म निरन्तर बगेको पानी चाहिँ, जेमा पनि पानी, एसिड बर्न भयो पानी, तातो चिजले कहीँ घाउ भयो जलन भयो त्यहाँ पनि पानी। पानी भनेको चाहिँ त्यो सुरुको आधा घन्टामा भने पानी, र त्यो पछाडि 24 घन्टासम्म पनि फेरि नसाबाट अथवा मुखबाट पानी। पानी नै हो यसको उपचार। जलन भयो अथवा आगलागी भयो अथवा चाहिँ पोलेको खण्डमा पानीको जस्तो महत्त्वपूर्ण भूमिका अरू कुनै पनि छैन। त्यस कारण पानीलाई चाहिँ चाहे त्यो करेन्ट होस्, हामी परम्परागतमा चाहिँ करेन्ट लाग्यो भने चाहिँ उसलाई पानी खुवाउनु हुँदैन भन्ने खालको जुन भ्रम छ त्यो चाहिँ भ्रम हो। त्यस कारण पानी महत्त्वपूर्ण छ, पानीमै त्यो पोलेको ठाउँमा चाहिँ निरन्तर लगाइदिनु आधा घन्टासम्म। हजुर चुनौती कति छन् डाक्टर साहब? यहाँहरूको लामो अनुभव छ होइन, यो अनुभवलाई हेर्ने भने नेपालमा जलनका बिरामीहरूलाई उपचार गर्नको लागि अथवा चाहिँ स्रोत साधनका हिसाबले के हामी कहाँ चुनौतीहरू त होला नि होइन? पहिलो चुनौती चाहिँ के भयो भन्दाखेरि यसरी ज्वलनका बिरामीहरू अधिकांश आर्थिक स्तरकोमा चाहिँ एकदमै निम्न वर्गकाहरूलाई अथवा मध्यम वर्गकाहरूलाई, कोही चाहिँ अलिकता माथिकै मान्छेलाई पनि हुन्छ, तर अधिकांश चाहिँ मध्यम र निम्न वर्गकालाई हुने भएको हुनाले हामीलाई उपचारमा गाह्रो छ। किनभने उपचार एकदमै महँगो छ। त्यो नेपालमा मात्रै उपचार महँगो होइन, यो संसारभरि नै सबै ठाउँमा उपचार महँगो छ। जस्तो भनौँ अमेरिकामा कोही मान्छेको 20% देखि 30% शरीरको जलन भयो भने उहाँहरूको $500,000 भनेको $5 लाख जति खर्च हुन्छ एउटा बिरामीको उपचारको लागि। $5 लाख भनेको हाम्रो लागि त अब त्यो त कल्पनै गर्न सकिएन होइन त्यो उपचार। अब नेपालमा पनि त्यो त्यस्तै महँगो छ। सामान्यतया भनौँ न 30-40% जलेको बिरामीको यहाँ हाम्रो खर्चको हिसाब गर्दाखेरि 2 लाख 3 लाख कम्तीमा उहाँहरूको उपचारमा खर्च हुन्छ। खर्च भनेको कस्तो खालको हुन्छ भन्दाखेरि
उहाँहरूलाई औषधिको उपचार भयो धेरै होइन, त्यस पछाडि धेरैवटा अपरेसनहरू गर्नुपर्ने, अपरेसनको पनि चार्ज लाग्यो। अपरेसन गर्दाखेरि सामान्य चिजहरू विभिन्न चिजहरू को दरकार परे उनीहरूले त्यो चिज पनि किन्नुपर्ने हुन्छ, ड्रेसिङ गर्नुपर्ने हुन्छ, अलमोस्ट डेली जस्तै दिनहुँ जस्तो अथवा दिन बिराएर गर्नुपर्ने अवस्थाहरू हुन्छ। उहाँहरूलाई खानाहरू धेरै खुवाउनु पर्यो। अब त्यो इन्फेक्सन हुन थाल्यो भने हामीले फेरि सामान्य एन्टिबायोटिकले नसक्यो भने एकदमै हायर एन्टिबायोटिकलाई पनि दिनुपर्ने हुन्छ। फेरि हाम्रो बिरामीहरू के हुन्छन् भने विभिन्न अस्पतालमा चाड्दै आउन पर्ने भएको हुनाले कुनै अस्पतालमा गयो, ल यहाँ बेड छैन हामीले उपचार गरिदिनु, ल अर्को अस्पतालमा जानुहोस्, फेरि अर्को अस्पतालमा गयो, त्यसरी अस्पताल चाड्दै आउँदाखेरि हामी कहाँ आउँदाखेरि अधिकांश बिरामीहरूकोमा त्यो घाउमा यस्तो खालको जटिल कीटाणुहरू हामी देख्छौँ कि जसलाई एकदमै अन्तिम अस्त्र भन्छौँ नि हामी, त्यस्तो खालको एन्टिबायोटिकले मात्रै काम गर्ने खालको इन्फेक्सन लिएर आउँछन् उहाँ। आग लागि भइसकेपछि अथवा जलन भइसके पछाडि अस्पताल जाने एउटा अभ्यासता अझै पनि कमै छ होइन, त्यही सही ठाउँमा पुग्न नसकेको कारणले पनि त्यो समस्या आयो। त्यो पनि एउटा छ। म यहाँलाई त्यही च्यालेन्जेसहरूको बारेमा चुनौतीहरूको बारेमा भन्दै थिएँ। त्यो एउटा चाहिँ आर्थिक चुनौती एउटा भयो। अर्को चुनौती धेरै मान्छेहरूलाई त्यही अब फर्स्ट एड कसरी गर्ने, प्राथमिक उपचार कसरी गर्ने, कहाँनिर उपचार कसरी गर्न सकिन्छ भन्ने कुरा पनि थाहा भएन। अब अर्को चुनौती मैले अघि यहाँलाई बिन्ती गरिसकेँ, कुनै पनि अस्पतालमा जलनको बिरामी पुगेपछि त्यहाँनिर कम्तीमा पनि 24 घन्टा चाहिँ त्यहाँको डाक्टर नर्सहरूले उसलाई होल्ड गरेर त्यहाँ गरेर उहाँलाई उपचार गरिदिनु भयो र हामीसँग सम्पर्क गर्नुभयो भने हामीले नै गाइड पनि गर्न सक्थ्यौँ। अब अहिले त सबैसँग स्मार्टफोन छ, हामी भिडियो नै गरेर पनि बिरामीलाई त्यहाँ हेर्न सक्छौँ कति जलेको के हो भनेर होइन। त्यस्तो खालको चाहिँ अहिले पनि हुन सकेन। त्यसो भएको हुनाले एउटा चाहिँ चुनौती हामीलाई त्यो पनि भयो। विभिन्न खालको बिरामीहरूलाई अस्पतालमा पुर्याउने जुन अरू चिजहरूको जुन सुविधा छ त्यो आगोले पोलेको बिरामीहरूलाई चाहिँ त्यसरी तुरुन्तै पुर्याउँदाखेरि पनि त्यो जुन ट्रान्सपोर्टेसनमा लाग्ने समय हाम्रो लागि गोल्डन टाइम भएको हुनाले त्यो हामीले लस गऱ्यौँ हजुर। त्यो एउटा भयो। अझ अर्को एउटा चुनौती हाम्रो लागि के छ भन्दाखेरि चाहिँ यी बिरामीहरू जो पहिलो 24 घन्टामा पर्याप्त पानी पाउँदैनन् नसाबाट अथवा मुखबाट, उनीहरूलाई पछि गएर के असर पर्दछ भन्दाखेरि उनीहरूको विभिन्न शरीरको अङ्गहरूमा त्यसले असर पार्न थाल्दछ। हामी अर्ग्यान फेलर भन्न थाल्छौँ त्यस्तोलाई, जस्तो लङ्सको अर्ग्यान फेलर हुनसक्छ, लङ्सले काम गर्न थाल्छ, फोक्सोले, मुटुले काम गर्न छाड्छ, ब्लड प्रेसर लो हुन्छ, अनि त्यसै गरेर लिभरले काम गर्न थाल्छ, कलेजोले, किडनीले काम गर्न थाल्छ, त्यसले गर्दाखेरि पिसाबहरू कम हुन थाल्ने, ब्रेनमै पनि दिमागमै पनि पुग्यो भने बिरामीले अब बेसुरको कुराहरू गर्ने, त्यस्तो चिजहरू थुप्रो। आग लागि पछाडिको बिरामीलाई अन्यतिर पनि सङ्क्रमण हुन सक्ने अवस्था चाहिँ धेरै देखियो। त्यसै कारण कस्तो हुन्छ भने हजुरको हाम्रो जुन छाला छ त्यो छाला चाहिँ हामीलाई बाहिरबाट आउने कीटाणुहरू, किनभने कीटाणुहरू त जताततै छ, त्यो अब मैले भन्नै परेन होइन, ती कीटाणुहरूको लागि भित्र हाम्रो सिस्टमभित्र पस्न नदिने एउटा ब्यारियरको रूपमा, एउटा पर्खालको रूपमा काम गरिराखेको। जब त्यही नै जलन भएपछि त त्यो त हाम्रो त छालै नभएपछि त्यसबाट सबै आक्रमण एकैचोटि गर्ने भए र त्यसमाथि पनि त्यो जुन जलेको छाला छ त्यो केही समय पछाडि त 4-5 दिन पछाडि त्यो त कुहिन थाल्छ। कुहिएपछि त्यसमा त कीटाणुहरूको आफ्नो बसोबास त्यहाँबाट मल्टिप्लाई हुने कुराहरू भएपछि उनीहरूले विभिन्न अर्ग्यानहरूमा त्यसले फैलिएर र उनीहरूको बिखहरू निकालेर अर्ग्यानहरूलाई समस्या पार्छ। जोखिमै छ। सानो आगलाई भए पनि जलन भए पनि त्यसले पनि त असर ठुलो पार्न सक्ने सम्भावना देखियो नि। सानोमा चाहिँ सानो बर्न भयो भने त्यति साह्रो छैन। विशेष गरी भनौँ न 15% भन्दा कम भयो र उमेर पनि यङ मान्छे छ, भर्खरको 20-30 वर्षको छ भने उसलाई ठुलो समस्या पर्दैन। तर 15% मात्रै 20% मात्रै जलन पनि भयो गहिरो गरेर, तर उमेर चाहिँ 60 भन्दा माथिको छ, अथवा उसलाई चाहिँ डायबिटिस छ, सुगर छ, अथवा अरू केही समस्याहरू भइराखेको छ, उसले औषधि खाइराख्नु पर्ने खालको बिरामीहरू जसले चाहिँ त्यो इम्युनिटीहरूलाई अझै सप्रेस गरिदिन्छ, रोगसँग लड्ने शक्तिहरू, त्यस्तो खालको औषधि खाइरहेको बिरामीलाई हो भने त अब त्यो 20%ले पनि ठुलो समस्या पार्ने भयो। सुरुमा हामीले उपचार राम्रो गर्न सकेनौँ भने पछि जति राम्रो उपचार दिए पनि नहुने भयो, त्यो पनि हामीले देख्यौँ। त्यसो भएको हुनाले पनि अहिले हामीले चाहिँ देशभरि नै कसरी यो चाहिँ उपचार 24 घन्टाको उपचारहरू हामीले कसरी दिन सक्छौँ भन्ने त्यसमा हामी लागिरहेको छौँ। म पछि कुरा गरौँला। यो अहिले मैले चाहिँ चुनौतीकै कुरा गर्दैछु। अर्को हाम्रो चुनौती चाहिँ के भयो भन्दाखेरि यदि शरीरको अधिकांश भाग भनौँ 30% 40% मात्रै जल्दियो भने पनि, त्यो पनि गहिरो गरेर जल्दियो भने, हाम्रो उपचार चाहिँ के हो भने गहिरो गरेको जलेको छालालाई हामीले काटेर फालेर त्यसमा नजलेको ठाउँको छालालाई पातलो गरेर निकालेर त्यहाँ हामीले ट्रान्सप्लान्ट गर्नुपर्छ जलेको गरेको अपरेसनमा। त्यो चाहिँ जहाँबाट हामीले पातलो छाला निकाल्यौँ त्यो घाउ चाहिँ 2 हप्ताभित्रमा निको हुन्छ, किनभने एकदमै पातलो निकाल्छौँ हामी। तर गहिरो जलेको ठाउँमा त्यो हामीले लगायौँ, त्यसरी उपचार गर्ने हो।
तर 40% मात्रै कोही मान्छेको जल्यो भने पनि हामीसँग पर्याप्त छाला बाँकी रहँदैन। किन भन्दाखेरि हामीले हिसाब गर्दाखेरि अझै 60% छ नि भन्ने जस्तो लाग्छ। तर त्यो 60% भागबाट हामीले धेरै भागबाट हामीले छाला निकाल्न सक्दैनौँ। जस्तो अनुहारबाट, नाकबाट, घाँटीबाट, खोकिलाहरूबाट, हातबाट, खुट्टाबाट, होइन, पेरिनियम भन्छौँ, जाँगे भएको ठाउँहरूबाट हामीले त निकाल्न सकेनौँ। त्यो हुने बित्तिकै 40% मात्रै गहिरो जल्दियो भने पनि उसलाई अब अरू कसैको छाला अथवा छाला जस्तो काम गर्ने चिज हामीलाई चाहियो। त्यो दुइटै नेपालमा छैन। हामीले स्किन ब्याङ्क खडा गरेको 6 वर्षभन्दा बढ्ता भइसक्यो, अहिले 7 वर्षमा लागिसक्यो। यति भित्रमा हामीले जम्मा 28 जना जतिको हामीले स्किन पाएको छौँ। त्यसमध्ये पनि कतिजनाको उपयोग गर्न नसक्ने खालको भयो भनेपछि अब यही बिचमा हामीले चाहिँ झन्डै 2000 को मान्छेको उपचार गरेका छौँ, अनि त्यो त कतै पनि पुगेन। त्यसो भएको हुनाले हामीलाई यो चाहिँ जोखिम चाहिँ र चुनौती चाहिँ धेरै छ। हजुर हजुर। के गर्ने छोटोमा भन्नुहोस् न। अब त्यस्तो भइहाल्यो भने अब यो हामीले धेरै चुनौतीहरू खेप्नु परेको छ, राज्यले के गरिदियो भने चाहिँ अलिकति सहज हुन्थ्यो? यसमा राज्यको पनि रोल होला, तर त्योभन्दा पनि ठुलो चाहिँ हाम्रै रोल छ भन्ने मलाई लाग्छ। किनभने जुन फर्स्ट एडको कुरा भन्यौँ हामीले अघि पनि, त्यो तुरुन्तै हुने बित्तिकै पानी खनाउने चिजको लागि त सरकारले चाहिँ सूचनाको रूपमा त्यसलाई प्रवाह गरिदिनु पर्ने हो। जसरी हजुरले अहिले आज गरिराख्नु भएको छ त्यो पनि एउटा भाग हो। त्यसलाई अझै व्यापक तरिकाले लान पर्यो, होइन। त्यसको साथसाथै हामीले जुन 24 घन्टाभित्रमा दिनपर्ने उपचारहरू हो, त्यो उपचार चाहिँ ठुलै अस्पतालमा नै पुग्नुपर्छ भन्ने छैन। त्यसको लागि सामान्य हेल्थ पोस्ट भन्छौँ हामी, स्वास्थ्य चौकी, त्यहाँ पनि अहिले हाम्रा एएनएमहरू अथवा अयवा भाइहरू हुनुहुन्छ, दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले त्यो नसाबाट रगतमै सोझै उहाँहरूले सलाइनहरू दिन सक्नुहुन्छ। त्यसो भयो भने उहाँहरूको उपचार, त्यो 24 घन्टाको उपचार हामीले गाउँमा भन्दा गाउँमा एकदम दुर्गम ठाउँमा पनि त्यसरी गर्न सक्छौँ। तर त्यो बेलामा के मात्रै भन्न म हजुरलाई बिन्ती गर्छु भने, त्यो बेलामा त्यस्तो खालको बिरामीहरू आयो भने उहाँहरूले हामीलाई सोझै फोन गर्दाखेरि बिरामीकै परिवारले अथवा त्यस्ता स्वास्थ्य कर्मीहरूले हामीलाई सोझै टोल फ्री नम्बरमा फोन गर्नु भने हामीले यहीँबाट काठमाडौँबाटै गाइड गर्न सक्छौँ के गर्ने, कसो गर्ने, कति पानी लगाउने भनेर। त्यसको लागि फेरि त्यो नम्बर पनि हामीसँग टोल फ्री नम्बर एकदमै सजिलो, जसले पनि सम्झन सक्ने खालकै नम्बर हामीले ल्याएको छौँ। 166001 चाहिँ त त्यो स्ट्रिम नै भइहाल्यो, होइन। सबैको टोल फ्री नम्बर काठमाडौँको 166001, हाम्रो नम्बर चाहिँ 51000। त्यस कारण सब सम्झन पनि 51000 नम्बर टोल फ्रीमा भएपछि सजिलो हो। 166001 51000 छ हाम्रो। त्यसबाट उहाँहरूले, तर एनटिसीको बाट मात्रै लाग्दो रहेछ यसमा, एनटिसीबाट मात्रै लाग्छ, अर्कोबाट लाग्दैन रहेछ। त्यस भएको हुनाले त्यसमा नम्बरमा फोन गरिदिनुमा हामी एकदमै तुरुन्तै उठाउँछौँ। उहाँको फोन नम्बर हामीसँग रेजिस्टर पनि भयो, अनि हामी आफै उहाँहरूलाई कल गर्न थाल्छौँ। के भयो, पानी लगाउनुहोस्, पानी लगाएपछि आधा घन्टा पछाडि हेल्थ पोस्ट अथवा स्वास्थ्य जे छ त्यहाँ पुर्याउनुहोस्। त्यहाँ पुर्याएपछि फेरि हामी कल गर्छौँ उहाँलाई, त्यहाँका भाइ बहिनी अथवा त्यहाँ सिस्टर जो हुनुहुन्छ अथवा डाक्टर हुनुहुन्छ, उहाँहरूसँग हामीले कुरा गर्न पायौँ। उहाँहरू त हाम्रो आफ्नै हामीसँगै एउटै भाषा बोल्ने मान्छे भइहाल्यौँ हामी, होइन। उहाँहरूलाई भन्ने बित्तिकै उहाँहरूले पनि बुझ्नुहुन्छ। हामीले ल यस्तो यस्तो हेरिदिनुहोस् भने चाहिँ उहाँले हामीलाई बताउन सक्नुभयो, फोटो खिचेर पठाउन सक्नुभयो। भनेपछि त्यो 24 घन्टाको उपचार हामीले काठमाडौँबाटै गर्न सक्यौँ। त्यो चाहिँ उपचार पाउनुभयो भने उहाँहरूलाई बचाउन सक्ने सम्भावना बढ्ता भयो। अहिले हामीले त्यसरी पानी नपाइकन आएको बिरामीलाई हामीले बचाउन सकेनौँ। समय दिनु डाक्टर साहब, यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले जलनपछि उपचार कसरी गर्न सकिन्छ, हामीले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, आग लाग्यो भयो अथवा चाहिँ पोल्ने बित्तिकै, जलन हुने बित्तिकैको 8 घन्टाभित्र गर्नुपर्ने काम र आधा घन्टाभित्र जस्तो सुकै जलन भएको छ अथवा पोलेको छ भने पनि हामीले बगिरहेको पानीमा जहाँ जलन भएको छ, आगलागी लागेको छ अथवा पोलेको ठाउँमा निरन्तर पानी राखिरहनु पर्ने अवस्था छ। यो पनि यहाँहरूलाई अब यदि योभन्दा अगाडि जानकारी थिएन भने यहाँहरू टोल छिमेकमा, घर परिवारमा कसैलाई जलन भयो भने त्यो चाहिँ अनिवार्य रूपमा गर्नु र 8 घन्टाभित्र उपचारका लागि जतिसक्दो चाँडो यहाँहरूले सम्बन्धित स्वास्थ्य संस्था अथवा चाहिँ लैजानु पर्ने ठाउँ, नजिकको स्वास्थ्य संस्था लैजानु भयो भने पक्कै पनि बिरामीलाई जोखिमबाट मुक्त गर्न सकिन्छ भन्ने कुरा लगायतका विषय आजको कार्यक्रममा प्रस्तुत गऱ्यौँ। आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि पनि नयाँ विषय र प्रसङ्ग लिएर आउने नै छौँ। तबसम्मका लागि सम्पूर्ण टिमसहित म वैकुण्ठ भण्डारी बिदा चाहन्छु। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।